हेलो हेलो आजको मेरो नयाँ मोटो ब्लग है मा स्वागत छ र तपाईको आज चाहिँ के छ भने आकाशहरु आमा सब धमिरहेको अवस्था छ हैन अनि गाउँको बाटोहरु यस्तै छ एकदम धुलो उडिरहेछ पानी पर्दा त बाटोको अलिकति यो धुलोको समस्या चाहिँ सल्भ हुन्थ्यो हैन अनि अब गाउँको बाटोहरु यस्तै हो हैन बिहान कल बाल बजार छ अब हामी चाहिँ त लाग्नु पर्ने अवस्था हुन्छ है त ल चेन गाडीको चेन खुस्किन्छ के मा फुली गाडीको चेन खुस्केर मा बिजोक हुन्छ चेन लामो भएर हैन आवाज पनि खटेटे आइरहेछ ल यो चाहिँ अगाडिको त्यो तपाईको साइलेन्सरको नट भाज्या छ त्यही भएर गाइस कसरी घर पुग्नु चेन खुस्के गर्छ हो उमा लामो भयो क्या त्यहाँ परदेखि यता चाहिँ आधी आकाश चाहिँ कुहिरो छ आधी चाहिँ पुरा है खुल्ला भइरहेको अवस्था देखिएको छ हैन गाह्रो छ क्या बाटो गाडीको चेन लामो भएर हरि बिजोक राम बिजोक भइरहेछ भिडियो बनाएर हालिन्छ गाइस हैन जति दुःख गरिन्छ हैन राति हैन भिडियो एडिट गर्दाखेरि नै 1 घण्टा 1.5 घण्टा लाग्छ अनि साउन्ड यताउता गर्दा अनि लास्टमा चाहिँ भिडियो भ्युज जाने चाहिँ त्यही हो 200 300 हैन गाह्रो छ यो फेसबुकले नि मोनेटाइजेसनको सिस्टम दिएर पछाडी चाहिँ अलिकति हुन्छ कि भन्ने हो साथीहरुले फेसबुक गर्नु त युट्युबतिर नै फाइदा त होला तर युट्युबमा नि खै हो उस्तै हो कन्टेन्ट बनाउन नसकेर हो कि हैन यो कन्टेन्ट बनाउनु भन्दा आफ्नो आफ्नै परिस्थिति आफ्नो आफ्नै बाध्यता हुन्छ गर्नु पर्यो खानै पर्यो समस्या परिवार त्यस्तै हो हैन सबैको त्यही भएर गाह्रो छ हौ साथी हो गाह्रो छ उक्लिँदैन मुनिको बाटो धेरै अप्ठ्यारो थियो अलि धेरै सहज भएको रहेछ बनाएर हैन खोला खुल्छ क्या गाउँघरमा धेरै समस्या छ खोला खुल्छ ल है साथी ऊ घर आइपुग्न आँट्यो